गुड मर्निङ नेपाल, गुड मर्निङ सबैलाई नमस्कार। हिजो 12 गते, भद्र 12 गते कालो दिन, ग्रेट डिजास्टर फर नेपाल। धेरै ज्यानको क्षति धेरै भयो। नेपाल 15 वर्ष ब्याक भयो होइन। डेभलप त हुन्छ तर ज्यान गएको ज्यान त फिर्ता आउँदैन नि। स्याब्रो बेसी हामी हेल्मु, त्यहाँको हेल्मुवासी हो, कन्ट्याक्टलेस। स्याब्रो बेसी तलमाथि त्रिशुलीसम्म हेर्नुहोस् न, बाटै बन्द। अब विकल्प केही छैन, नेट चल्दैन, लाइट छैन होइन। अब हामीले एक्सेप्ट प्रे बत्ती बाल्नेको सिवाय केही छैन। तपाईँहरू त्यहाँ बस्ने वासीहरू जति पनि अब सुरक्षित हुनुहुन्छ उहाँहरू सुरक्षित बस्नुहोस्। तपाईँले सहयोग फुल आउनेछ। नेपाल पुराले तपाईँलाई सहयोग गर्नेछ। विदेश बस्ने, बाहिरभित्र बस्ने सबले तपाईँलाई सहयोग गर्नेछ। तर बाँच्नुहोस् है। अहिले रेस्क्यु पुरा हेलीले उद्धार गरिरहेको छ है। हामी देखिरहेको छौँ, हिजोदेखि उद्धार भएर देखिरहेको छ। सरकारले राम्रो होइन। लेट्स प्रे, जस्ट प्रे। सेब्रोवासीले सेभ राखौँ। हाम्रो आफन्तहरू कहाँ हुनुहुन्छ कन्ट्याक्टमा आउनुहोस्। द्याट्स इट।